पट्टु तान हिँड्ने सिकान तान्ने थिइस् सिकान तान कति राम्रो हेरिस् यस्तो हेर त यस्तो आँखा भएको यो नाक भएको यो कान भएको यो चोरो है चोरो तुम हौ हेलो गाइज स्वागत छ तपाईहरुलाई मेरो भिडियोमा हामी चाहिँ यहाँ गगलेटो काट्नु आएको सुँगुरलाई चारो यस्तो जंगलमा छौं हामी आखा कत्रो साह्रो टोकेको जुकाले टोको उहाँ हुनुहुन्छ इन्दुका राई यो चाहिँ मेरो नन्द कि साथै ठग्गुई छ म छु अर्को के भएर हामी दुई जना नन्दलाई कति राम्ररी बोलाएको त त भनेर ओ माय गॉड खालको माया के एकदम गाढा है हो रहेछ यो चाहिँ भिसन दाजुलाई भिडियो पठाइदिइहाल्नु पर्यो तुक्को तु अब पोल्लाएर कराउने इन्दुका तिमीले नन्दलाई प्यारो नाम के राख्दिएको अरे के भनेर बोलाउँछु अरे तिमीले भन्दै दाजुले अनि गाढा माया हो के अब हाम्रो चाहिँ निम्ठो पुग्यो अब हामी जाने हाँ के बोलिया भाइ के बोलिया गगलेटो पो काट्न आएको होला भन्छ त मरेछ न भिडियो पो गरिबस्दो रहेछ अहिलेसम्म काटे के देखिस् तेरो भिडियो गरिदिएको भरे भाइरल हुन भनेर ओहो इन्दुका कति धेरै भाइरल भएको तिमी त गगलेटो काटेर भन्दै दिदीले कमेन्ट गर्नुहुन्छ नन्दसँग नन्दलाई फोन तेर्साउनु लाइहालिस् उहाँ चाहिँ मेरो भाउजू सिरी हुनुहुन्छ यस्तो मजाले काट्नुहुन्छ नि ओ माय गॉड ओ माय गॉड ओ माय गॉड भाउजूले मलाई भिडियो गर्न लाउनु भयो त्यही भएर मैले भिडियो गरिदिएको गाइज यसरी काट्छु भनेर देखाउनु भएको अरे क्या बुझ्दैन कुरा गाइज यो चाहिँ हेपेर हो गाइज हेपेर त भनेको गगलेटो नै गगलेटो यो सबै यस्तो फुलेकोहरु चाहिँ सबै चारो है सुँगुरलाई चारो काट्नु आएको अरे भान्छु के हो म त या हाम्रो गाउँमा चाहिँ यस्तो चारो दिन्छौँ सुँगुरलाई हामी चाहिँ राई हो त्यही भएर राईले च्वाचे खान्छ च्वाचे खानुको लागि चाहिँ यस्तो गगलेटो काटेर सुँगुरलाई चारो दिनुपर्छ ओ माय गॉड हाम्रो चारो यति भयो गाइस त बोल्न त बोल भाइ त बोल म बोल्दिनँ सुँगुरलाई चारो अब यति भए 3-4 दिनलाई पुग्छ के 3-4 दिनलाई पुग्छ है सानो छ त हौ सुँगुर त हाम्रो के साह्रो चारो काटेर दिएन खाइहाल्छ नि इन्दुका तिम्रो फिलाको मासु काटेर देऊ त सुँगुरले खान्छ कि खाँदैन भरियो त भरे म बोक्नु पो सकिनँ भने हाम्रो चारो चाहिँ अस्तिको हो नि त नि कहाँ त्यहाँको छादो त दिदीले सानो प्रेम जाँदा है राजनाम दिदीको गाडी आइदिएर आत्तिएर कसले दिनीले दिदीहरु अस्ति खाँदाखेरि दिदीको गाडी 5 बजे आइपुगेछ घरमाथि धेरैमै त्यसले कस्नु कति राम्रो हेरिस् यस्तो हेर त कति राम्रो हेरिस् यस्तो हेर त जाम के हो यो मेरो मलाई अब गोरी हुनु पनि छैन कसैको लागि सुन्दरी हुनु पनि छैन राम्रो हुनु पनि छैन आफ्नो मान्छेले
भनेर पुग्छ। आम्मामा है खुब राम्रो पो भारी लगायो त नानी। कति बुट्टी फुल लगाएको त आमै आमै आमै। दाउराको भारी कहिले राम्रो भारी लाउँदिन के हेर बहिनी। है तँलाई त्यत्रो मैले सिकाएँ यसरी लाउनुपर्छ बाबा भनेर तर कहिले सिकिनस् है। म आउँदा कटु तान्ने फिस तानेर के गर्छस् त? मैले तँलाई काम सिकाइनँ भारी यसरी लगा यस्तो गर भनेर। तँलाई मैले कति काम सिकाएँ तर खोइ तैँले केही काम टिपिस्। मैले सिकाएको के बरु तेरो सानपट्टि ठुलो भएर हो क्या यस्तो बहिनीहरूले सिकाएको के सिक्नु भनेर हो। देखिस् नि मेरो भिसन दाजुले कस्तो चाहिँ बुढी लिएछ है कस्तो चाहिँ बुढी लिएछ। कस्तो अरे एकचोटि देखा त आँखा एकचोटि फेरि देखा न एकचोटि हेरौँ। लाम बग बुइनी बग नपात्दै उठ्दा चाहिँ भयो। गाह्रो छ हौ मलाई। म पो लड्छु भन्ने यहाँ डर भइसकिसक्यो। बोकेर म त कसरी बोक्नु हौ? 18 छ माया। म त यहीँ गलिसकेँ तेरो सुली जस्तो उइच। निस्किनु बा त है आमा मलाई नि गर्दैन एउटा त्यहीँ बस उता धानको बोट आउँदैन नि त राम्रो धेरै आउँदैन नि। She moves like a map with no borders, a whisper caught in the wind. I see her boots at the corner cafe with a notebook and a grin. She's chasing skies I've never named while I stay in my lane. There's something in the way she moves keeps pulling at my chain. Oh, travel. चोरो चोर 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 है चोरो तुम हौ। चोर है चोरो तुम हौ। पालक र पिलिकेता र उता हेर्दैछ है तुम हौ। भाइ पर्दा कति भयो कि हेर न। यहाँ नै गाई यस्तरी हेप्छ नि यस्तरी हेप्छ। सफा बनाएको गाईचहरू सफा बनाएको मेरो यो चाहिँ यस्तो यस्तो बनाइदिएर सबै फोहोर बनाइदिएको। भित्र मासुसम्मै पुगोस् है। यो सेपको हो क्या पुरै सेपमा चाड्ने कहाँ घाम देख्नु पाएको हो मेरो केटाकेटीलाई दिनु मन ठिकैको खाँदिन लग्दिन साह्रै।